3 गते बिहान सधैँ छरिन्छ ब्रह्म मुहुर्तबाट। 2 गते रात्रि जागरण, लाखौं बत्ती बल्छन्, लाखौं भक्तजनहरू आएर जागराम बस्नु। बिहानै ब्रह्म मुहुर्तबाट सधैँ छर्न सुरु हुन्छ। यो सधैँ छर्ने भनेको पितृहरूको नाममा मात्रै होइन। भ्रान्ति के छ भने बुबा आमा नहुनेले कोही दिवंगतहरूको नाममा मात्रै होइन। बाला चतुर्दशीका दिन सद्बीज जसले शिव क्षेत्रमा छर्दछ, पुण्य क्षेत्रमा सद्बीज रोप्दछ भने यी सद्बीजहरू बिउ बिजनहरू छर्दछौँ भने भनिन्छ श्रद्धापूर्वक यदि छर्दछ भने दिवंगत पितृहरूको त उद्धार त हुन्छ नि, पितृहरू प्रसन्न हुन्छन् नि, र उसले मुक्ति पनि प्राप्त गर्दछ। फेरि उसको पुनर्जन्म हुँदैन सद्बीज छ, र उसले मुक्ति पनि प्राप्त गर्दछ। फेरि उसको पुनर्जन्म हुँदैन सद्बीज छर्नाले। बाला चतुर्दश्या पुण्यम श्राद्ध तर्पण पूर्वकम पितृभक्त्या समाराध्यम सद्गतिर्मोक्षदायिनी गतिर्मोक्षदायिनी। चतुर्दशी अब कसले छर्ने यसबारेमा म हजुरहरूलाई भनिदिइहाल्छु। बुबा आमा नहुनेहरूले मात्रै होइन, सबैले छर्दा हुन्छ। बुबा आमा जानुभयो, दाजु भाउजूहरू जानुभयो, काका काकीहरू जानुभयो, हाम्रा नजिकै देवालयहरू छन्, शिवालयहरू छन् भने सद्बीज छर्नु पर्छ। 3 वर्षसम्म चाहिँ पितृहरूको नाममा छर्नेले, जस्तो वार्षिक बार्नु भएको छ, आसोज बार्नु भएको छ आफ्नो बुबा आमाको, शिव मन्दिरमा पूजा गर्न त जान हुँदैन, तर शिवालयमा गएर बाला चतुर्दशीमा जागराम बसेर बुबा आमाको सद्गतिको लागि सम्भव हुन्छ भने अघिल्लै दिन भनेको शिव क्षेत्रमा गएर बत्ती प्रज्वलन गर्ने।